यो बसन्तपुरको 9 तलाबाट देखिने दृश्य तपाईहरुले यहाँबाट हेर्न सक्नुहुनेछ। अब चाहिँ त्यहाँ त्यो लैन चौरको ठुलो बिल्डिङ त यसको अगाडि लु, तर यसको कन्स्ट्रक्सन बवाल छ, आर्किटेक्ट चाहिँ बवाल लाग्यो, बवाल राम्रो छ है। अब यताबाट कस्तो छ भने यहाँबाट यस्तो देखिन्छ, होइ होइ। अब यहाँबाट हाय 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 यहाँबाट यो पुरै बसन्तपुर देख्यो ल। हो हो कस्तो क्लिन देखिँदो रहेछ त यहाँदेखि। यो बसन्तपुर 9 तले दरबार मन्दिर हो, मतलब दरबार भन्दा पनि। ऊ त्यहाँ चाहिँ खुल्ला नगरे रहेछ, त्यहाँ बनायो भने खुल्ला गर्छ होला। यस्तो छ, तपाईहरुले देखिसक्नु भयो। ओहो ल हेर्नुस्, यहाँबाट यस्तो छ। यहाँ रहेछ स्पेस रहेछ यहाँ। छोड्दैछ नि नगर, यहाँ यस्तो छ। अनि मैले यहाँ यो 9th फ्लोर, यो लास्ट फ्लोर यो। अब यो फ्लोरबाट यतातिर तपाईहरुले यस्तो देख्न सक्नुहुनेछ, पोल्युसनै पोल्युसन। तलतिर तपाईहरुले यो बेच्नेहरुको पसल थापेर बसेकोहरुको देखिसक्नु भयो। अब यहाँहरु केही छैन यो 9th फ्लोरमा। अब राम्रो छ जे होस् चाहिँ। अनि यहाँबाट अब कस्तो देखिन्छ, यस्तो देखिन्छ हैन। अनि अब अरु यताबाट बुवा पनि हेर्दैछन् मजाले। यहाँबाट यस्तो देखिन्छ, सबै सानो सानो देखिन थाल्यो अब त। फेरि भाउजूको त अब यही कुरा हो नि त, कहाँ अरे यही डाँडा परी। अवस्थाको माग हुने त्यही हो। यहाँ 7th फ्लोरमा यस्तो कन्स्ट्रक्सन छ। 7th फ्लोर होइन माथि होइन। यस्तो बाबा कस्तो खतरा आर्किटेक्ट यहाँ यस्तो छ। अनि यहाँबाट भ्यू तपाईहरुले देख्न सक्नुभयो ल। यो भ्यू हो बसन्तपुरको 9 तले दरबारको 7औं तलाबाट देखिने। यस्तो छ भ्यू। ऊ त्यहाँ केही कुरा गरिरहेछन् विदेशीहरू। यहाँबाट यस्तो देखिँदैछ ऊ धरहरा। तपाईहरुले धरहरा देख्नुभयो। अनि यहाँबाट यतातिर निउरोड हुँदै यतातिरको दृश्य तपाईहरुले देख्न सक्नुहुनेछ। अन्त लैन्चरको बिल्डिङ देखिसक्नुभयो। यो कन्स्ट्रक्सन धरहरा। ऊ धरहरा आएर कति नजिक देखि।